गाउँपालिका देख्न सक्नुहुन्छ गाइस हैन यस्तो छ कागती अम्बा चाहिने हामीलाई सम्पर्क गर्नु ल अम्बा खान मन हुने जति यता हुनुहुन्छ आज म यसो बारीतिर घुम्न आएको होइन गाइस टक्क लगाएर ल देख्न सक्नुहुन्छ हाम्रो सिस्टरहरूको पारा नि हेर्नु ल के गर्दैछ घाँस काट्न आएको मान्छेको ल रमाइलो छ है यता खोइ हाम्रो यही घाँस काट्दिन्छ यो तिनजना हाम्रो सिस्टर हाम्रो मम्मी र यस्तो छ है ल ल यस्तो छ है घाँस काट्दै गीत गाउँदै ल है गाइस हाम्रो यहाँ 80 वर्षको आमाको काम ल देख्न सक्नुहुन्छ गाइस ल रिस्टे हाम्रो धारपानी रिस्टे ढाँडको आमा यसरी चौरी माथलो ढाँडको आमा यहाँ चौरी देउराली गाउँपालिका यहाँ चौरीमा घाँस काट्न आउनु भएको ल देख्न सक्नुहुन्छ हाम्रो दिदीको हाम्रो आमाको घर चाहिँ यहाँ हो है गाइस यहाँ हेर्नु देख्न सक्नुहुन्छ यो भिरमा ठ्याक्कै यहाँनिर ल ठ्याक्क यो भिरको यही गाउँ हो यस्तो छ ल हाम्रो बुवा उता हुनुहुन्छ टक्क लाएर म चाहिँ गाउँतिर आएको छु गाइस ल देख्न सक्नुहुन्छ यस्तो छ हाम्रो दिदी हामी यस्तै छ होइन आज हामी के हुन्छ सबै देखाउँदैछौँ गाइस ल सबले गएर युट्युबमा गएर हेर्नु होला है विशाल भ्लगमा गएर सबले हेर्नु होला ल ट्याक्क लगाएर बेलुका युट्युब च्यानलमा ठ्याक्कै आउँछ ल सबजना हेर्नु तपाईँलाई म एउटा यस्तो दामी कुरो देखाउँछु अस्तिको भ्लगमा पनि देखाएँ होला होइन अनि यसो हाम्रो दिदी यहाँ हुनुहुन्छ ट्याक्क लगाएर कागज टिपेर यस्तो बवाल भ्यू छ कि होइन दिदी सक्नुहुन्छ ल ट्याक्क लगाएर हिमाल चिसो आएको छ यहाँबाट टक्क ल यस्तो छ टक्क लगाएर यस्तो छ गाउँतिरको होइन हाल्छ ल हाम्रो दिदी दौडिसक्नु भएको गाइस देख्न सक्नुहुन्छ आज चाहिँ होइन हामी यसो पूजा आज थियो ट्याक्क लगाएर फुल पनि देख्न सक्नुहुन्छ तपाईँहरूले अब हामी चाहिँ चौरतिर यसो सर्फेर खान जाँदैछौँ गाइस होइन यस्तै छ गाउँतिरको हाल्छ ल के कस्तो हुन्छ म देखाउँदैछु नि हो यस्तो छ ल हाम्रो बुवा उहाँ हुनुहुन्छ टक्क लगाएर है हाम्रो 80 वर्षको बुवा ल हाम्रो दिदी यता हुनुहुन्छ ल यो चाहिँ फर्सी हो है गाईजी गाउँतिरको ल ट्याक्क लगाएर हाम्रो बुवा हाम्रो 80 वर्षको बुवा ल लाउरो टेकेर च्याट आएर यसरी हिँड्नुहुन्छ ल ल यसो एक्ला हाँसिदिनु पऱ्यो क्या बुवा यता हेरेर एक्ला के यसो ल हाम्रो बुवा हाँस्नु त रिसाउनु भएको ल यस्तै छ यो अम्मा यता छ ल यस्तै छ हाम्रो गाउँतिर अम्मालाई जति चाहिन्छ अम्मा जति चाहिन्छ हाम्रो दिदी यहीँ भाषण गर्दै हुनुहुन्छ त्यसको गाइस हामी ट्याक्क लगाएर जाँदैछौँ होइन ल हलवे चाहिन्छ अम्मालाई चाहिन्छ अम्मा चाहिन्छ सुन्दाल चाहिन्छ भने हाम्रो गाउँमा आउनु होला ल गाइस हलवे त्यहाँ ल ट्याक्क लाएर होइन यस्तै छ गाउँतिरको हाल त म देखाउँदै गर्छु गाइस होइन के कस्तो हुन्छ हजुरहरू हेर्दै गर्नु लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला सेयर गर्न होइन सुन्तला चाहिँ भने आउनु होला ल देख्न सक्नुहुन्छ लोकल अर्ग्यानिक सुन्तला होइन अरू गरेन नगर्नु होइन ट्याक्क लाएर यस्तै छ देख्न सक्नुहुन्छ भ्यू यसको दामी छ यो हाम्रो रहेको छ रामेछाप जिल्ला धारपानी ट्याक्क लाएर यस्तो छ धारपानी त टक्क लाएर यहाँ यसो भुइँजीहरू गरिरहेको छ बाख्राबारी ठाउँ होइन यस्तै छ गाउँतिरको हाल्छ ल म देखाउँदैछु होइन यहाँनिर हो र म चाहिँ मेरो पुरानो घर आइसकेको छु गाइस ल यहाँ यस्तो छ यहाँ ल हाम्रो आमा ल यहाँ युट्युबमा आउँछ यहाँ गएर हेर्नुपर्छ हाम्रो हजुरआले ल टिप्नु पऱ्यो नि हाल्न ल हाम्रो हजुरमा यस्तो छ ल हाम्रो गाउँतिर ट्याक्क लगाएर म देखाउँदै गर्छु होइन होइन ट्याक्क लगाएर घरै ल यस्तो छ बुवा दिएर गइसक्नु भयो होइन म यस्तो हालेको छु ल यस्तै छ गाउँतिर ट्याकटुक रमाइलो छ जोस् ल देख्न सक्नुहुन्छ यो चाहिँ रामेछाप जिल्ला होइन यस्तै छ ट्याक्क लगाएर टुकटुक म देखाउँदै गर्छु लुगा टक्कै छ सुगा छ ल हाम्रो हजुर सबजना हाम्रो आमा यस्तो छ ल लेट्स गो यस्तै छ गाइस म देखाउँदै गर्छु ल के छ
कस्तो 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 फिल होला भन्नु नि गजबले बना ल हाम्रो यहाँ दोलखा देखाउनु हाम्रो हजुरबा हाम्रो लोकल लोकल बिना यहाँ युट्युबमा आउँछ सबले गरेर हेर्नु होला है हुन्छ हाम्रो भिनाजु सबजना ट्याक्क लाएर गर्ने भनेन के म अहिले नै आफै सब्स्क्राइब गरिहाल्ने हो के अहिले नेट छैन होला हाम्रो हजुरबा ल गाइस ल हाम्रो सिस्टरको नि इन्ट्री भइसक्यो है आइसक्नु हाम्रो सिस्टर त्यो पारीदेखि आएको ठ्याक्कै यहाँबाटै रामेछाप जिल्लाबाट हो कि होइन हो कि होइन माइती आएको ल हो नि ल भोलि जान हतार भइसक्यो र हाम्रो आमा चाहिँ तरकारी केलाउने स्ट्या टुक्रुक्क भयो नि यसरी ट्याक्कै यसरी केलाउने हाम्रो बाबा यसरी ट्याक्क लाएर के छ बाबा हालखबर ल के कस्तो हुन्छ म देखाउँदै गर्छु होइन ठिक छ जाउँ हामी चाहिँ ल ल यस्तो छ गाउँतिरको हालचाल होइन ट्याक्क लाएर दिन सक्नुहुन्छ स्याट सुट सुट यस्तो छ हाम्रो पुरानो घर हो होइन बाहिर जति नि खत्तम भयो नि भित्र चाहिँ एकदम राम्रो छ होइन यस्तै छ गाइस ल हेलो खोइ यताहरू यता यी ए हाम्रो दिदीहरू घाँस काट्न अहिलेको दिदीहरू यहाँ घाँस काट्दै हुनुहुन्छ यसरी ल यताहरू हाई गर्नु पर्यो ल सबजना घाँस काट्न आउनु भन्दै हुनुहुन्छ गाइस ल ट्याक्क लाएर आउनु होला चौरी देउराली यस्तो चाहिँ परालहरू यो ट्याक्टु यहाँ चाहिँ हाम्रो सब्जीहरू भएछ यसरी सबैभन्दा ठुलो बारी यो हाम्रो चौरीको सबैभन्दा ठुलो पाटो भन्छन् यस्तै छ गाइस के कसो हुन्छ म देखाउँदै गर्छु तपाईँहरूलाई होइन ए ट्याक्क लाएर यस्तो यस्तो छ है फलहरू ट्याक्क लाएर होइन देख्न सक्नुहुन्छ लेट्स गो ब्रो जाऊ मैले मासुहरू ल्याएर खाएको थिएँ बिर्सेँ ढुङ्गामा अनुहार देखाउने होइन नि त तपाईँको दाँत देखिँदै यता हाँस्दिनु देख्नु न मुस्कान हजुर ल लेट्स गो ल हाम्रो बुवा चाहिँ यसरी टक्क लाएर यहाँ भुइँसी पाल्नु हाम्रो बुवाले गाउँमा ट्याक्क लगाएको भुइँसी कता गयो ल यता ल ए भुइँसी चाहिँ यहाँ छ यहाँ ए ओइ के छ ल यस्तो छ है ट्याक्टुक ट्याक्टुक ल के कस्तो हुन्छ म देखाउँदै गर्छु तपाईँहरूलाई होइन ल हेर्दै गर्नु होला माया देखाउनु होला होइन फेरि गोबर सोनी अब बुवाले पालेको भुइँसी ल देख्नु सक्नुहुन्छ गाई यस्तो छ है गोठ भने यसलाई भन्छ यहीँ पाडो छ यस्तो छ है ल ट्याक्टुक म देखाउँदै गर्छु हजुरहरूलाई होइन ल लेट्स गो कस्तो मिठो घाम लाग्यो त्यो पानी वाउ सो नाइस ल लेट्स गो हामी अहिले आउँछौँ ट्याक्टुक लाएर यस्तो छ भ्यू यो ल सिधै हिँड्नु सिधै ल यस्तो छ बेलुका युट्युबमा आउँछ ल जाउँ दिदी जाउँ ल हामी चाहिँ पस जाँदैछौँ गाइस देखाउँछु के कस्तो हुन्छ दिदी जाउँ न ल हाम्रो हजुर यहाँ कुच्चा लाउँदै हुनुहुन्छ ल है ल गर्नुपर्छ अब यहाँबाट जिस्करियो सबैलाई ल हाम्रो हजुर हेरी दिनुभयो ट्याक लगाएर ल ए ल जाउँ 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 ल यस्तै छ देखाउँदै गर्छु हजुरहरूलाई के कस्तो हुन्छ म देखाउँदै गर्छु तपाईँहरूलाई होइन ट्याक्क लगाएर म चाहिँ गाउँमा यस्तो रमाइलो गर्दैछु हाम्रो गाउँमा पूजा छ होइन हिजो हाम्रो 1 वर्ष हजुरआमा काम भइसकेको छ आज श्राद्धै थियो अब भोलि पूजा छ ल के कस्तो हुन्छ म देखाउँछु गाइस तपाईँहरूलाई होइन ट्याक्क लगाएर यो के गर्न चाहनुहुन्छ तपाईँलाई हजुर सबैजनाले लाइक अनि सब्स्क्राइब कमेन्ट आफूलाई मन परेको छैन भने कमेन्ट पनि गर्न पाउनुहुन्छ ल अनि सेयर गर्न नबिर्सिनु होला है अनि हाम्रो गाउँ एक्चुअली भिजिट गर्नु होला चौरी देउराली गाउँपालिका ट्याक्क लाएर घुम्न लाउनु होला यस्तो छ बाटो यहाँ घुम्ने ठाउँ धेरै छ विकास एकदम विकासमा अगाडि चौरी देउराली भन्ने गीत पनि गरे युट्युबमा गएर हेर्नु होला गाइस होइन यहाँको रोड हेर्दै थाहा
तपाईँलाई म अब रोडसँग पुऱ्याउँछु तपाईँलाई हाम्रो गाउँको बजार होइन जहाँ अलि धेरै मान्छेहरू उस हुन्छ त्यो पनि आज गाइज हाम्रो गाउँमा गेम पनि चलेको म त्यो पनि देखाउँछु तपाईँहरूलाई होइन ट्याक्क लगाएर गेम पनि त्यहीँ नजिक हो अहिले हामी खासमा यसो चटपटी खाना निस्केको हो यस्तो छ घरहरू ट्याकटुक होइन यस्तो छ बाटो गाउँतिर बाटो सबैले थाहा नै होला कस्तो के कस्तो हुन्छ म सबै देखाउँछु हजुरहरूलाई होइन ल अलि ढिलो हुन्छ होला युट्युबमा भिडियो आउनलाई सबैजनाले गएर हेर्नु होला होइन ट्याक्क लगाएर यस्तो छ गाउँतिर गोरेटो बाटो हुन्छ सुनसान होइन चराकै हामी यसरी हिँड्दैछौँ ल के कस्तो हुन्छ र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ कहिले नभुल्नु है गाइस ल ट्याक्क लगाएर हामी यसो जाँदैछ हाम्रो अलिक बजार चलेको ठाउँ जाँदैछौँ गाइस होइन म ट्याक्क लगाएर हजुरलाई देखाइ नै हाल्छु होइन यस्तो छ कि बाटो होइन चिप्लो लास्ट पानी हेर्नु न यस्तो चिप्लो के गर्नु चिप्लिन्छ ल होसियार सहित हिँड्नुपर्छ यहाँ त यस्तो खत्तम हुन्छ कि बाटो चाहिँ यहाँ छ यहाँ यो पनि एउटा ट्याङ्की हो होइन हाम्रो लागि बनाइदिएको तर हामी यस्तो ट्याङ्की युज गर्दैन यहाँ छ ठुलो ट्याङ्की हामी यहाँ ठुलो ट्याङ्कीको पानी खान्छौँ गाइस होइन यो ट्याङ्कीको पानी चाहिँ लगभग यहाँबाट 20 किलोमिटर अगाडिदेखिबाट आउने पानीको होइन ल काले भालेहरू उहाँ छन् ल यसरी आउँदैछ ल ल ल कालोहरू अगाडि छन् ल